हेलो गुड मर्निङ एभ्रिवान। यति बेला हामी चाहिँ शनिबारे पिकनिकको लागि माथि डाँडातिर आएको छौँ। यो डाँडा चाहिँ यो पारीको नयाँ बजार हो, यतातिर गोर्खे इलामको पशुपति जाने बाटोतिर हो। यहाँ छेउमा चाहिँ हामी चाहिँ यहाँ सबै सामानहरू लिएर रेडी गरेर आएको छ। यहाँ ग्यास, चुलो, दाउरा। यता चाहिँ हाम्रो सुभाष सर डिजे म्यान। के छ, गीत बज्दै छैन? ए ल, अब हामी गीत पनि बज्छ, यहाँ नाच्ने। यहाँ चाहिँ यत्रो करैलीले बोकेर आइएको छ। यसमा चाहिँ हामी अहिले खसीको सुप यसमा बनाउने, यहाँ दाउरा बोकेर। ल अब एकछिनमा दिल सर के छ त नि? ठिक छ? कहाँ आएको रे हामी? यहाँ पुरै पिकनिक होइन त? त्यत्रो टाढाबाट आइएको छ अनि लु लु हटै के काट्दै हुन्छ हौ? ए ल, यहाँ म्याम यहाँ सलाद रेडी गर्दै हुन्छ। हाम्रो सर हुनुहुन्छ, यो चाहिँ हाम्रो ठाउँ हो। ल पिकनिकमा रोस्टको टिममा चाहिँ हाम्रो पवन सरले लिनु भएको छ। यो चाहिँ हाम्रो यहाँ रोस्ट पकाएको थिएछ। यो चाहिँ यस्तो छ रोस्टको स्थिति। रोस्ट पकाउने मान्छे चाहिँ उहाँ हो फेरि, हेर्नु त टक्क रातो पिरो भइसक्नु मान्छे पनि। यहाँ चाहिँ अब यस्तो के छ र रोशन दाई? हेलो, ठिक छ नि? ल ए यहाँ त सब कामको भारी त यहीँ छ सबै। यतातिर हुन्छ हाम्रो दिल सर, उता हुनुहुन्छ हाम्रो सर। लट पनि लिएर आउँछु। ल लट पनि गएर आउनु नि त। के छ देव सर? हेलो, आइ भनौँ न। ए अनि यहाँ चाहिँ फेरि यहाँ के पाक्दैछ भन्दाखेरि यहाँ पनिर पनि हुँदैछ, आलु पनि उसिन्दैछौँ। यहाँ ग्यास पनि छ। नजारा देखो न इधर। यहाँ हाम्रो सलाद, यहाँ यता रोस्ट, यता चाहिँ आगो बल्दैछ। यहाँ यस्तो अहिले यसलाई एकछिनपछि यसको सो अफ हुन्छ। उहाँ चाहिँ हाम्रो देवसर हुनुहुन्छ। यो चाहिँ अहिले एकछिन बल्छ। यहाँ फेरि सरलाई हाम्रो रोशन दाईको डिस छुट्टै छ। यहाँ पनिर हो यो चाहिँ यहाँ नि होइन। एट ल यस्तो यहाँ सबै आफ्नो उसमा छन्। लु यहाँ चिल पारामा लु यहाँ यस्तो छ। यहाँ छ यस्तो, यहाँ छ यहाँ यस्तो पनिर छ। चिसो फेरि यहाँ सबैको भेराइटी छ क्या आफ्नो। यो के काजु किसमिस जस्तो, यो चाहिँ मासु किसमिस हो अरे। त्यो चाहिँ सेतो खसी हो यो। यहाँ अलि यस्तै छ। यहाँ यस्तो दिलसरको जिम्मामा के थियो आज? रातो नखानेलाई सेतो हो त्यो। रातो खसी नखानेलाई सेतो खसी। ए ल आम्मा ल आको हैन त? ओके हाय काबले 40 हैन त्यो घरमा 20 घटाउ हो साथी। यो भन्दा ओके त पनि भएन। त्यो पनि मान्यो तपाईहरुले। तर यो अहिले हुन्छ 40 बाट 20 हालेर भाइ सर सिधै यो गरेपछि हात थाप्न पाइन्छ। गरे भुइँमा लड्छ। अनि फुटेर त म जिम्मेवारी म हुन्छ। त्यो अर्को ल्याउँछु बरु। ए ल भाइ प्रणव शिवा सर लु पश्चिमेलीलाई जिताउने कि हराउने अब विचार। ल ल ल ल आयो आयो बाह्र पछाडि बाबु ठोकिन्छ। आयो आयो भाले जिताइ ओ आयो आयो दिनु पर्यो। ल
लाग्ले अहिले त पुरा बटारी राख्छ ल यति त बटारिनु पर्छ यार भाइ भएन आयो 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 बाहिर आयो लौ त सुभाष अरे ल बरु रिपिट गराएर बजाउनु पर्छ है टोलीहरू छोड्नु हुँदैन कमरिया देखाइदियो भाइ आज खै कमरिया खै हल्ले न सुभाष सर कमर खै ओ आयो 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 यता त दिल सर यता लो देव सर कमरियामा त देव सर पनि जान्छ दिल सर दुईजना पूर्वेली पश्चिमेली भएन न देव सरलाई दुईजना खै एकचोटि ए सुभाष सर खै भाग्यो है भाग्यो ऊ हेरौ हेरौ आज फाट्यो ए